हेलो साथीहरू, स्वागत छ मेरो यो च्यानल या पेजमा। साथीहरू, आज हजुरहरूको सामने यस्तो कहानी या स्टोरी लिएर आएको छु जो साँच्चै घटनाको कहानी हो। यो कहानी हो एउटा बुढी आमाको एउटा मात्रै छोरा। कहानीको सुरुवातमा उसको बुढा पनि कहीँ 8 साल पहिले नै खसेको हुन्छ, यानि कि डेड भइसकेको हुन्छ। र उसको एउटा मात्रै छोरा पनि केही साल विदेश गएको हुन्छ र विदेशमै बिहा गरेर नानीहरू भएर राम्रो काम गरेर त्यतै सेटल भइसकेको हुन्छ। र यहाँ गाउँमा चाहिँ बुढी आमा मात्रै एउटा पुरानो घरमा बसेको हुन्छ। र बुढी आमा भन्छ, छोरालाई फोन गरिराख्छु, तर छोराले भन्छ, आमा म तपाईँलाई भेट्नु चाँडै आउँछु भनेर भन्छ। तर छोरा भने कहिले आउँदैन। अनि छोराको नाम चाहिँ बिर्खे भनेर जान्दैछ। दिन बित्दै जान्छ र साल बित्दै जान्छ। बुढी आमाले फोन गरिराख्छ र बिर्खेले आमाको लागि कहिलेकाहीँ खर्च पठाइदिइराख्छ, भन्छ बुढी आमा। र यहाँ गाउँमा चाहिँ बुढी आमा चाहिँ एक्लै बिहानै उठ्छ र एक्लै भातहरू पकाउँछ र भात सब्जी पकाएर खान्छ र खाएर खिर्कीमा गएर सिमसिमे पानी आएको बेलामा खिर्कीमा गएर शाम भएपछि एक्लै बसेर खिर्कीमा भन्छ कि मेरो छोरा हो, मलाई भेट्नु एक दिन आइहाल्छ नि भनेर भन्छ। र उसलाई गाउँघरको मान्छे पनि कोही भेट्नु आउँदैन र ऊ एक्लै बस्छ घरमा। र उसको बेडरुममा पनि छोराको फोटो राखेको हुन्छ र छोराको फोटो हेर्दै भन्छ, मेरो छोरा हो नि, मलाई भेट्न आइहाल्छ भनेर भन्छ। र एक दिन फोन गरिराख्छ र फोन पनि छोराले गरेर भन्छ, म एक दिन आउँछु भनेर भन्छ। र एक दिन दैला खटखटाउँछ र दैला ठकठकाउँदाखेरि दैला खोल्छ। दैला खोलेर हेर्दाखेरि बुढी छक्कै पर्छ, किनभने उसको छोरा सालो बादमा उसलाई भेट्नु आएको हुन्छ। र बुढी आमा आँसु झार्छ, छोरा त आइस भनेर र रोएर आँसु झार्छ। अनि उसले चिया त टाढोबाट आएको भनेर चिया बनाइदिन्छु भनेर भन्छ र आमा छोरालाई चिया बनाउँछ। र चिया खाँदै दुईजना आमा छोरा बात मार्नु थाल्छ। र आमाले भन्छ, छोरा त यत्रो साल बाद मलाई भेट्नु आएको भनेर भन्छ। आमा, तपाईँलाई भेट्नु आएको, तपाईँ पनि पाको हुनुभयो र बुढी हुनुभयो, यहाँ तपाईँलाई एक्लै अलिक गाह्रो हुन्छ भनेर म तपाईँलाई भेट्नु यानि कि लिनु आएको भनेर भन्छ। र त्यसो भन्दाखेरि आमा खुसी हुन्छ र अनि बुहारीहरू र छोराछोरीहरू कस्तो छ उहाँ भनेर सोध्छ आमाले। उहाँ बुहारीहरू सन्चै छ र राम्रो छ र बुहारीले पनि तपाईँलाई लिएर उहाँ विदेशमा आउनु भनेर भनेको भन्छ बुढी आमाले उसको छोरालाई। र उसको छोरा भन्छ, तपाईँलाई वहाँनिर एउटा सेपरेट रुम राखिदिन्छु र वहाँनिर तपाईँ बुहारी छोराछोरीसँग खुसी बस्नुपर्छ आमा। यो घर चाहिँ बिक्री गरिदिउँ अनि वहीँ गएर बसौँ भन्छ। र उसको आमा घर बिक्री गरौँ भन्दाखेरि उसको आमा
कालो अनुहार लगाएर बस्छ र केही भन्दैन त्यो दिन। र रात उसको आमाले रातभरि सोच्छ। नेक्स्ट दिन भन्छ र छोरा त तेरो बाउले मलाई बिहे गरेर लिएको घर हो यो, र यसमा मेरो यसमा यो घरमा धेरै माया बसेको छ र यसमा तँ पनि सानैदेखि हुर्केको हो र यो घरलाई कसरी बिक्री गरौँ भनेर भन्छ उसको छोरालाई। बिक्री नगर्दा चाहिँ मम्मी आमा तिमी एक्लै बस्दाखेरि यो घरमा राम्रो हुँदैन भनेर केही भनेर सम्झाउँछ र बुढी आमाले पनि सम्झेर भन्छ आखिर मेरो छोरा नै त हो, मेरो छोराले भनेको पनि ठिकै हो भनेर आखिरमा लास्टमा हुन्छ भनेर भनिदिन्छ आमाले। र उसको छोराले त्यो घरलाई बिक्री गरिदिन्छ र बिक्री गरेको पैसा सबै उसको छोराले बोक्छ र आमा छोरा दुवै उसको घरतिर यानि कि छोराको घरतिर जानु लाग्छ। जाँदाखेरि एयरपोर्टमा हिँड्नु सक्दैन र आमा तिमी यहीँ बस्नु भनेर भन्छ र म तपाईँको लागि व्हिलचेयर लिएर आउँछु भनेर छोरा व्हिलचेयर लिनु जान्छ। र आमा त्यो एयरपोर्टको बिचमै बसिरहेको छ। 5 मिनेट हुन्छ तर छोरा आउँदैन। आमाले मनमा सोच्छ कि लाइनमा लाग्नुपर्छ होला व्हिलचेयर लिनुको लागि, त्यही भएर देरी भयो भनेर 10 मिनेट पर्खिन्छ, छोरा आउँदैन। हेरिरहेको छ व्हिलचेयर कति बेला छोरा लिएर आउँछ भनेर, तर 20 मिनेट भइसक्यो आउँदैन, आधा घन्टा भइसक्यो छोरा आउँदैन। आमालाई डर लाग्नु थाल्छ छोरा कता गयो भनेर। र आधा घन्टा 30 मिनेट भइसक्यो छोरा आउँदैन र 1 घन्टा भइसक्यो छोरा आउँदैन र आमा एक्लै बेन्चमा रोइरहेको हुन्छ र मेरो छोरा कता गयो भनेर। त्यति बेला एयरपोर्टको अफिसर आउँछ र आमा तिमी किन रुनु भएको भनेर अफिसरले उसको आमालाई सोध्छ र आमाले भन्छ मेरो छोरा व्हिलचेयर लिनु गएको थियो, 1 घन्टा भइसक्यो अझै आएको छैन भनेर भन्छ। अफिसरले भन्छ तिमीको छोराको फोटो देखाउनु त भनेर भन्छ र आमाले फोटो र आमा छोराको टिकट काटेको फ्लाइट टिकट पनि देखाउँछ। देखाउँदाखेरि अफिसर तुरन्त त्यो टिकट र फोटो लिएर खोज्नु जान्छ उसको आमाको छोरालाई। खोज्नु जाँदाखेरि त्यो छोरा चाहिँ अघि नै फ्लाइटमा बोर्ड यानि कि फ्लाइ गरिसकेको हुन्छ र अफिसर आएर भन्छ आमा तिमीको छोरा त अघि फ्लाइटमा चढेर एक्लै ट्राभल गरिसक्यो भनेर भन्छ। त्यसो भन्दाखेरि आमा भन्छ मेरो छोराले त्यसो गर्नु सक्दैन, मेरो एउटा मात्रै छोरा हो, उस र मैले जाने सँगै टिकट काटेको थियो, मेरो छोराले मलाई त्यस्तो गर्नु सक्दैन भनेर भन्छ अफिसरलाई। र अफिसरले भन्छ हो आमा, यो तपाईँले टिकट काटेको फ्लाइटमा तिमीको छोरा मात्रै एक्लै उडिसक्यो यानि कि ट्राभल गरिसक्यो भनेर भन्छ। त्यसो भन्दाखेरि उसको आमा आँसु झार्दै भन्छ मेरो एउटा मात्रै छोरा थियो, ऊ पनि मलाई त्यस्तो गरेर धोका दिएर गइसक्यो भनेर भन्छ। र अफिसरले भन्छ आमा कोही बात छैन, तिमी आज शाम पनि भइसक्यो, रात परिसक्यो, हामीहरूको घरमा गएर बसौँ भनेर भन्छ। आमाले भन्छ छोरा तिमीहरूलाई म दुःख दिनु चाहन्न, किनभने म गयो भने तिमीहरूलाई दुःख हुन्छ भनेर भन्छ।
के दुःख हुन्थ्यो आमा, मेरो पनि आमा छैन, बुबा पनि छैन, सानोमै बित्नु भएको भनेर अफिसरले भन्छ। र मेरो वाइफ यानि कि अफिसरको वाइफलाई पनि म तपाईँकै सामुन्ने फोन गरेर सोध्छु अनि उसले हुन्छ भन्यो भने तपाईँ मसँगै जानुपर्छ भनेर भन्छ। र उसको अफिसरको वाइफको नाम चाहिँ मारिया भनेर जान्दैछ। मारिया, आज मैले मेरो एयरपोर्टमा एउटा बुढी आमा भेटेँ, म के घरमा ऊ र म आउँछु ल भनेर भन्छ। मारिया पनि खुसी हुन्छ किनभने उनीहरूको घरमा आमा थिएन र आमा आउने भयो भन्दाखेरि किन हुँदैन, किन हुन्छ नि लिएर आउनु नि भनेर उसको मारियाले पनि खुसीसित भन्छ। र अफिसरले उसको घरमा लगेर जान्छ बुढी आमालाई र बुढी आमाले भन्छ, तिमीहरूलाई म यहाँ बस्दा दिक्कत हुन्छ होला, म गाउँतिरै जान्छु र बस्छु भन्छ। आमा, तिमीले भनेको अनुसार गाउँमा पनि तिमीको घरहरू रहेन रहेछ र सधैँ यहीँ मसँगै बस्दा हुँदैन र किनभने मेरो आमा पनि छैन, तिमी पनि मेरो आमै जस्तो त हो नि भनेर दुवैजनाले अफिसरको बुढी र अफिसरले दुईजनाले त्यसो भन्छ। त्यसो भन्दाखेरि केही बार सम्झाउँदाखेरि आमा हुन्छ नि त भनेर भन्छ र त्यहीँ बस्छ। साल बित्दै जान्छ, दिन बित्दै जान्छ र आमा बिमार हुन थाल्छ। बिमार हुँदाखेरि अफिसरले गएर औषधिहरू यानि कि दबाईहरू लिएर आमालाई दिन्छ र बिमारहरू हुँदा पनि मजाले हेर्छ। आफ्नै आमाभन्दा पनि मजाले दुईजनाले हेर्छ र उसको बिर्खेको आमा भन्छ, तिमी त मेरो जन्मेको छोरा नभए पनि जन्मेकै छोरा जस्तो मलाई स्याहार्छ, हेर्छ, तिमीहरूलाई मेरो आशीर्वाद सधैँ रहोस् भनेर भन्छ। मैले तिमीहरूलाई केही दिनु त छैन, तैपनि म तिमीहरूलाई आशीर्वाद मात्रै दिनु सक्छु भनेर भन्छ। र अफिसरको बुढा र बुढी भन्छ, तिमीको आशीर्वादहरू नै ठिक छ हामीलाई किनभने तिमीलाई देख्दा मेरो आमाको जस्तै अनुहार लाग्छ र तिमीको बानी र बोलाइहरू पनि हामीहरूको आमाको जस्तै छ भनेर भन्छ। र दिन बित्दै जान्छ, साल बित्दै जान्छ। एक दिन अफिसरको मुख यानि कि अनुहार घोप्टो पारेर आउँछ र बिर्खेको आमाको छेउमा बस्छ र भन्छ, आमा, तिमीलाई म एउटा कुरा भनौँ भनेको थियो भनेर भन्छ। के कुरा भनेर बिर्खेको मम्मीलाई सोध्छ। के कुरा हो भने तपाईँको छोरा जुन दिन त्यो फ्लाइटमा ट्राभल गरेको थियो, त्यो फ्लाइट चाहिँ गएर क्र्यास भयो अरे भनेर मैले पनि 2-3 महिना बादमा सुनेँ र यो कुरा तपाईँलाई मैले पहिले नै थाहा थियो, तैपनि मैले भनेको थिइनँ भनेर भन्छ। त्यसो भन्दाखेरि उसको मम्मी रुन्छ। एउटा मात्रै छोरा थियो, त्यो पनि त्यस्तो भएछ र अब म चाहिँ के गरौँ भनेर रुन्छ। अफिसरले भन्छ, कोही बात छैन आमा, अब ऊ टेक अफ भएर आधा घन्टाको बादमा ऊ फ्लाइट क्र्यास टेक्निकल प्रब्लम भएर खसेर ऊ बित्नु भइसकेछ भन्छ। र आमा भन्नुहुन्छ, उसको छोराको फोटो हेरेर एउटा मात्रै छोरा थियो, खसिहालेछ, उसको अब आत्मालाई शान्ति पाओस् र उसको बुहारी छोराछोरीलाई पनि सधैँ भगवानले साथ दियोस् र ताकत दियोस् भनेर भन्छ। र अफिसर पनि आँखा रातो बनाउँछ र बिर्खेको आमालाई हेर्छ र
अफिसरको र दुवै अफिसरको वाइफ र दुवैले भन्छ आमा अब दुर्घटना भइहाल्यो तैपनि यो हामीहरू दुईजनालाई तिमीको छोरा यानि कि बुहारी भनेर स्वीकार्नुहोस् र यहाँ सधैँ हामीहरूसँगै बस्नुला भनेर भन्छ। उसको आमाले पनि भन्छ तिमीहरू जन्म नदिई पनि एउटा छोरा